हेलो हेलो सो गाइज नमस्कार। फाइनली आज हामी चाहिँ गाउँमा आइपुगेको छ है। हाम्रो गाउँ चाहिँ यस्तो छ। यहाँ दिदी हुनुहुन्छ लुगा धुइरहेको। अब घरमा जाँदैछु है। हाम्रो गाउँ चाहिँ यस्तो छ ल। विजय दशमी महानवमीको सबैले शुभकामना। तपाईँहरू दसैँ राम्रोसँग मनाउनु होला। आमा हुनुहुन्छ तब आमा हुनुहुन्छ मेरो मम्मी। हेलो हेलो आमा ढोक छोरी हाई। होय होय आमा चाहिँ यहाँ बाख्रा सार्न गएको रे। अब म पनि बाख्रा सार्ने चाहिँ हेरेँ नि। मलाई मही करे चुम्दिया कोता ए कोची तेलमन गोचुमले हाँ तेलमन गोचुमले कोचुमले घर देवा त यो तपाईलाई खा ए हाम्रो चाहिँ रागो थियो यहाँ बेजेछ जोखेर है। अब आज खसी पनि बेच्यो मचमा होइन जोखेर। यो चाहिँ साइले आमाको भैँसी साइला बाउको चुरमसी हैन खसी सोमचुङजी। ए ल एउटा मात्रै बाख्रा रहेछ साइला बाउको पनि यहाँ। अब हाम्रो यहाँ बाख्रा छोड्दैछ आमाले। ए पिठो हालिसक्नु भएको छ यहाँ। राखोर्मी फुप्सी निम्भिचा यी पिठो ल ल राख सबैजना पिठो राखोर्मी खाने फुप्सी खाले। निम्गा दिलाउँदै नि हाम्रो चाहिँ 4 वटा रहेछ बाख्रा जम्मन यो म खसिम चुङजी सबै जना पाठी सबै पाठी माउ खसी छैन यसपाला बेच्यो एउटा थियो बेच्यो रे। हाम्रो चाहिँ गाउँमा घरयासी कामहरू यस्तो हुन्छ। घाँसहरू हाल्ने पिठोहरू दिने बाख्रा साख्रा सार्ने। बाख्रा भित्र हुन्छ बेलुका 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 चाहिँ यहाँ भित्र राखेको हुन्छ। बिहान भइसकेपछि फेरि यसरी निकाल्छ यसरी। यो चाहिँ हाम्रो गाउँको दृश्य एकदमै राम्रो छ रमाइलो भइरहेछ। अन्त बादल बादल बादलहरू पुरै गौरी शङ्कर हिमालको काखमा बादल भने जस्तै छ हाम्रो।